भएको छ। जस्तै मैले धेरै ठाउँमा भन्ने गर्दछु, हजुरहरूलाई अझै बुझ्न सजिलो होस् भनेर। मान्नुहोस् एउटी कन्याको विवाह भएर घरमा गइन् है। अब यसै पनि उनको मनमा धेरै पीडा हुन्छ अरे क्या त्यति बेला। अब जन्म दिएका बाबा आमालाई छोडेर 20, 22, 25 वर्षसम्म, 28 वर्षसम्म मेरो घर हो भनेर त्यहीँ हुर्केका, त्यहीँ खेलेका सारा सङ्गी साथी आफन्त परिवार सबैलाई चटक्कै छोडेर कहाँ हो कहाँ, कसको हो कसको घरमा गएर यिनै मेरा हुन्, यही मेरो हो भनेर बस्नु त्यति सजिलो त छैन नि, होइन? त्यो पीडा आफ्नो ठाउँमा छँदैछ। अझै त्यसमा पनि अखनो के भएछ भने विवाह गरेकै भोलिपल्ट त्यो घरका सदस्यहरूले त्यो नहुली बुहारीलाई भोजन बनाउने काममा लगाइदिएछन्। के लगाएछन्? भान्साको काममा खटाइदिएछन्। बिचरीलाई यसै पनि अनेक पीर चिन्ताहरू छ। अब जाने बित्तिकै भोजन बनाउनु पर्या छ, खानदानी परिवार, अब कसलाई के चाहिन्छ, कस्तो चिज मन पराउँछन् केही थाहा छैन, कसैसँग घुलमिल भएकै छैन। अचानक अब सिधै भोजनको कार्यमा जिम्मा लगाइदिए, आत्तिन थालिन्छन् बिचरी। कसैले केही भन्छ कि केही बिग्रिन्छ कि भने जस्तो हुँदैन कि आत्तिन थालिन्छन्। कतै नुन चर्को हुन्छ कि कतै चिल्लो बढी हुने हो, यस्तो बनाइछ भन्छन् कि भन्ने भयो। डराई डराई भोजन बनाएको, सबै हात काम्दै काम्दै राखेको नुन खुर्सानी सबैमा बेसरी कमी भएछ। खान थाल्यो, कसैमा नुन आएकै छैन। सबैले मुखामुख गर्न थाले, नौली हो ठिकै छ केही नभनौँ, तर आपसमा त कुरा भइ चलिहाल्छ होइन। पछि थाहा पाइन उनले, ओहो आज त यस्तो अत्यन्तै नुन कम्ती भएको रहेछ, स्वाद नै रहेनछ केही पनि। तर पनि धन्य कसैले मलाई केही सुनाएन, हे भगवान् भोलि त अलि होसियारपूर्वक काम गर्छु भन्ने लागेछ। अब अर्को दिन फेरि भोजन बनाउन गइन्। अब अति होसियार भए कि हिजो नुन कम भएछ, आज विशेष ध्यान दिन्छु भनेर भोजन बनाउँदै थिइन्। आज त एक पटक राख्ने ठाउँमा दुई दुई पटक नुन राख्दैछन्, सर्को भएर खाइ नसक्नु भएछ। हिजो नुन नआएर समस्या, आज चर्को भएर समस्या। अब त सिधै भन्न चिची हेर कस्ता बाबुआमाले हुर्काएका, भोजन बनाउने ढङ्ग पनि छैन, फल्नाले कस्तो ठाउँमा गएर विवाह गरे हो, कुरा काट्न थाले। छोराछोरीले गल्ती गरे भने पहिलो नाम बाआमाको आउँछ अरे होइन। राम्रो कर्म गरे भने पनि आउँछ, फेरि फल्नाको छोरो भन्ने हुन्छ नि होइन। भक्तवत्सल भगवानको